सबैजनालाई सेवाहरू हो। आज चाहिँ मेरो घरमा मतलब हाम्रो गाउँ घरमा पानी परिरहेकै छ। सबैतिर पानी परिरहेको छ नै लागेको छ मलाई हैन। अहिले चाहिँ बर्खा याम हो। बर्खा याममा चाहिँ पानी परिरहन्छ। मेरो घरदेखि हेर्दाखेरि चाहिँ है म चाहिँ अलिक टाढामा बस्छु अनि मेरोतिर चाहिँ पानी पर्दै धुसे लागेको छ। अनि मैले खोर्सानीको बिरुवाहरू रोपेको थिएँ अनि छरिदिएको थिएँ अनि यतिको भएको छ। अब यो कहिले सार्ने बेला हुन्छ अनि यो पनि सारेको बेला म हजुरहरूलाई भिडियो बनाएर देखाउने नै छु हैन। यतिको भएको छ, यतिको राम्रै भएको छ खोर्सानीको बिरुवा। आज बिहानै भिडियो बनाउनु पर्यो, पानी परेको छ भनेर भिडियो बनाएँ। अनि त्यसपछि एकछिन घरमा बसेँ अनि त्यहाँ भिडियोहरू चाहिँ पानी परेको अलिक मजाले देखाउनु पर्यो तपाईहरुलाई भनेर हाम्रोमा चाहिँ ठुलै पानी परेको थियो किनभने कालो न कालो भएको थियो है। अनि माथिको जंगलहरू देखेको थिएन, पल्लो डाँडा ओल्लो डाँडा देखेको थिएन। अनि मैले चाहिँ जुम गरेर देखाएको थिएँ तपाईहरुलाई डाँडा यतिको धुम्म भएको छ हैन। धुसे लागेको छ हाम्रोतिर चाहिँ भनेर पानी पर्दाखेरि यसरी धुसे लागेको थियो। अनि त्यसपछि यो तल बगान छ, हाम्रो कोला बगान छ। अनि त्यसपछि यो पर चाहिँ हाम्रो मूल घर हो, त्यहाँ चाहिँ बडीमा बस्नुहुन्छ। अनि यो चाहिँ मेरो बारी जाने बाटो हो। यो माथितिर बारी छ मेरो, सानोतिनो खेती गर्दै गरेको मतलब घरमै सब्जीहरू रोपी खाने भनेर। अनि आज चाहिँ घरमा दिउँसो दिनभरि सुतेँ अनि चारो काटेँ। चारो काटेर लिएर आएँ। अनि त्यसपछि मैले पानी रोकियो, पानी रोकेपछि चारो काट्नु गएँ। चारो काट्नु गएर आएर है चारो काटेँ अनि घरमा ल्याएर काटेँ अनि पकाएर सेलाएर अब माथि जानु पर्यो भनेर बारीमा जानु पर्यो भनेर गएँ। बारीमा गएर त्यो कागतीको बिरुवा थियो अनि कागतीको बिरुवा रोप्नु पर्यो भनेर रेडी गरेँ। तल घर गएर कागतीको बिरुवा पहिला लिन गएँ अनि डोको खोजेँ, सानो डोको खोजेँ अनि सानो डोको लिएर आएँ। अनि लिएर आएर अनि फेरि तल घर गएँ। तल घर गएर अनि बिरुवाहरू सबै मजाले उठाएँ किनभने बिरुवाहरू भाँचिन सक्छ। अनि त्यही भएर एक स्टेप गरेर राखेँ बिस्तारै, बिरुवाहरू नभाँचिने गरी। बिरुवाहरू रोप्नु पर्यो, अस्तिदेखि रोप्नु पर्यो भनेको थिएँ। आज चाहिँ ठ्याक्क रोप्नु भ्याइयो पनि अनि टाइम पनि पुग्यो। भन्दा नि टाइम पुग्नु त पुगेन किनभने सबै मैले रोप्नु सकिनँ, रोप्नु पाइनँ किनभने बेलुकै गएको थिएँ म रोप्नुको लागि। सफा गर्दाखेरि टाइम लाग्यो, सफा गर्दाखेरि चाहिँ घन्टै लाग्यो किनभने अलिकति सफा गर्नु पर्यो भनेको त्यो अस्ति नै काटेको जिग्राहरू थियो। अनि जिग्राहरू खोज्दाखेरि भन्दा नि जिग्राहरू हटाउँदा अप्ठ्यारो भइरहेको थियो। अनि भिडियो गर्नु पनि अप्ठ्यारो भएको थियो किनभने त्यो म एक्लै भिडियो बनाउँछु अनि त्यही भएर भिडियो बनाउनु अलिक अप्ठ्यारो भएको थियो। अनि मोबाइल अडाउनु खोजेको अडाउनै भएन। अनि त्यसपछि जस्तो हुन्छ त्यस्तै भएर ढुङ्गामा अनि त्यसपछि बोतलको पत्तर राखेँ अनि बोतल राखेर मोबाइल राखेर भिडियो बनाएको। अलिक गाह्रै छ एक्लै बनाउनु, भिडियो अलिक अप्ठ्यारै हुने रहेछ। कस्तो छ त्यो चाहिँ थाहा भएन, भिडियो राम्रो भएको छ कि कतिको भएको छ है। अनि त्यो उयोहरू सफा गरेँ। त्यो कागती रोप्ने ठाउँमा हुन्छ नि त्यो उयो फोहोरहरू मतलब सिङ्काहरू त हटाएँ। अनि त्यो झारहरू उखाल्नु पर्यो भनेको उखाल्नु अप्ठ्यारो भयो क्या, सकिएन। अनि हल्का फुल्का झारहरू फरुवाले निकालेँ भन्दा नि फरुवाले काटेर मजाले सम्म बनाउनु पर्यो भनेको सम्म नि भएन। अनि त्यो मजाले त्यो काटेर त्यो घाँसहरू तल डेल्कीपट्टिको डिलमा राखेँ। अनि त्यसपछि घाँसहरू चाहिँ धेरै नै थियो, घारी नै थियो। अस्ति नै फारेर पनि राखेको थिएँ। अनि पाइपले असर गरिरहेको थियो अनि पाइप उचाल्दै गर्नु पर्यो भनेको पाइपले दिएन। अनि पाइप सबै निकाल्नु पर्यो भनेर झनै अल्झिएर लडेँ। अनि त्यहाँदेखि पाइपहरू हेर्दै थिएँ अनि पाइपहरू कतिको लामो छ
भनेर हेर्दै थिएँ अनि पाइप चाहिँ छुट्टै रहेछ। खास गरिमा चाहिँ यो तल गएर हाम्रो घरमा आउने पानीको पाइप हो। अनि अहिले चाहिँ बर्खायाम लागेको छ। अब भोलितिर पानी बनाउन जानुपर्छ होला। अनि भिडियो बनाउँछु म हाम्रो पानी बनाउने मुहानहरू पनि, हाम्रो पानी खाने बर्खा बेलामा पानीहरू आउने ठाउँहरू देखाउने छु। अरू बेला चाहिँ हाम्रो 6 महिना पानी आउँछ, 6 महिना पछिदेखि पानी हराउँछ। गर्मी महिना पछि पानी सुक्छ हाम्रोतिर। हाम्रो त्यही पानी बर्खायाममा मात्रै जमिन्छ पानीहरू चाहिँ। त्यसो भने चाहिँ प्रायः जस्तो धाराकै पानी खाइन त खाइन्छ, तर माथि धनभरे माथिदेखि पानी लिएर आएको छौँ हामीले चाहिँ। अनि पानी पर्दाखेरि धमिलो पानी आउँछ घरिघरि। अब तल जस्तो सुविधा राम्रो छैन हाम्रोतिर चाहिँ। हाम्रो तलतिर भनेको चाहिँ पानीको मुहान उयो हुन्छ, अनि पानी ट्याङ्की हुन्छ। पानी ट्याङ्कीमा दबाईहरू हालेर सफा गरेर कीटाणुहरू सबै सानासिनिक गरेर मारेर पानी उयो दिनुहुन्छ सबैजनाहरूले, पानीको मान्छेहरूले, मतलब पानी ट्याङ्कीको मान्छेहरूले। अब त्यहाँ हुन्छ नि जस्तो कीटाणुहरूले असर नगरोस् मान्छेलाई भनेर पानीहरू सफा गरेर सानासिनिक हुन्छ, त्यति असर हुँदैन। अनि यहाँको पानीले चाहिँ अब हुनु त हाम्रो गाउँघरको पानी हो, प्रायः जस्तो गाउँघरमा धमिलै पानी हुन्छ अब बर्खायाममा। किनभने पानीहरू माथिबाट ल्याएर आएको हुन्छौँ हामीले चाहिँ, माथिबाट लिएर आएको हुन्छौँ है। त्यही भएर पानी हाम्रो धमिलै हुन्छ। अनि एकछिनपछि घाम लागेपछि पानी सङ्लिन थालेपछि हाम्रो पानी सङ्लिँदै आउँछ। त्यही बर्खायाममा घरिघरि चाहिँ धमिलो पानी आउँछ, घरिघरि पानी नै हुँदैन हाम्रोमा। किनभने पानी परेपछि हाम्रो मुहान मर्छ, माथि नै बिग्रिएको हुन्छ र हाम्रो बडाउ जानुहुन्छ। म बडाउलाई चाहिँ म बाउ भनेर बोलाउँछु, ठुलो बाउ भन्छु। अनि माथि जानुहुन्छ, मान्छे लिएर जानुहुन्छ। अनि मान्छे लिएर पानी बनाउनुहुन्छ। अनि पानी बनाएपछि मात्रै हाम्रो घरमा आउँछ पानीहरू। अनि हाम्रो गाउँघरमा पानी भनेको 2 ठाउँ छ, खोल्ने र मार्ने। हाम्रो घरमाथि एक ठाउँ छ, एउटा ट्याङ्की, अनि तल एउटा ट्याङ्की छ। हाम्रोतिर एउटा ट्याङ्की अनि पर एउटा ट्याङ्की, लगभग 3टा जति होला ट्याङ्की, मलाई त्यति मजाले थाहा छैन। हाम्रो ट्याङ्कीमा चाहिँ पानी प्रायः जस्तो चाहिँ भइराखेकै हुन्छ, घरिघरि चाहिँ मर्ने हो। अनि मरेको बेला चाहिँ अलिक गाह्रो पर्छ पानी मर्दाखेरि चाहिँ। अब जस्तो सुँगुरलाई चारो दिँदाखेरि पानी हुँदैन, त्यतिखेर चाहिँ कुवाको पानी बोकेर लिएर आउनुपर्छ। कुवाको पानी जमेकोहरू लिएर आउनुपर्छ। अनि त्यतिखेर चाहिँ गाह्रो पर्छ, किनभने बोकेर लिएर आउनु धेरै टाढो त छैन, तर पनि तलबाट परबाट गएर कुवामा गएर पानीहरू लिएर आउनु अलिक गाह्रै पर्छ। किनभने त्यहाँ ठाउँ अलिक अप्ठ्यारो छ हिँड्ने बाटो। अस्तिको बर्खायाममा पहिरो गएको थियो, पहिरो गएर पानीको हिँड्ने बाटो अलिक बिगारेको थियो। मतलब त्यो पहिरो ठुलो गएको होइन, त्यो अलिकति छिसिक्कै चाहिँ गएको थियो। अनि छिसिक्कै गएर चाहिँ अलिक हिँड्ने बाटो अप्ठ्यारो चाहिँ भएको छ। अब त्यो बाटो मिलाउनु पर्ने थियो, मिलाएको छैनौँ हामीले त्यो चाहिँ। अब पानी आइरहेको छ नि त हाम्रो माथिबाट, अनि माथिबाट पानी आएर अलिक, अनि हामी त्यति वास्ता गरेको छैन हाम्रो घरतिरको पानीहरू चाहिँ। अब 6 महिना हुने पानी चाहिँ वास्ता गरेको छैन। अब भोलि चाहिँ गएर पानीहरू बनाउनु पर्छ होला, किनभने अब कागतीहरू रोपेको छ, कागतीहरू रोपेर अनि रोप्दै गरेको छ। अनि त्यसपछि खोर्सानीमा पानी चाहिन्छ। पानी त पर्नु त, तर नि अब एक्कासी चाहिने हो कि भनेर पानीहरू चाहिँ बनाउनु जानुपर्ने छ। अनि कागतीको बिरुवाहरूलाई पानी चाहिन्छ होइन, अनि सबै बिरुवाहरूलाई पानी चाहिन्छ। अनि त्यही भएर पानी चाहिँ भोलि बनाउनु जानु पर्यो, हेर्नु पर्यो भनेको। अब भोलि पानी बनाउँदै भिडियो बनाउने छु। हाम्रो कुवाको पानी कतिको राम्रो छ होइन, कुवा कस्तो छ भनेर
देखाउने नै छु तपाईँहरूलाई। अनि त्यसपछि घरिघरि यहाँ हाम्रो सुँगुरलाई पनि पानी पुग्दैन, अनि सुँगुरको लागि भए पनि पानी बनाएर लिएर आउनुपर्ने छ। अनि पानी चाहिँ यतिखेर ठुलै आउँछ, किनभने बर्खायाममा पानी परेर जमेकोहरू हुन्छ पानीहरू। हुनु त अघि गएको थिएँ, पानी जमिराखेकै थियो, बनाउनु अल्छी लागेर म त्यत्तिकै घर फर्केर आएँ। अनि घर फर्केर आएँ, अनि त्यसपछि त्यहाँ बिरुवाहरू रोप्नु पर्यो भनेको थिएँ। अनि बिरुवाहरू रोप्नु पर्यो भन्दै बिहानै गएको थिएँ नि त म, त्यही भएर पर गएर कुवामा पानी कति थियो भनेर हेर्नु गएको थिएँ। अनि पानीहरू जमेको छ कि छैन भनेर हेर्नु गएको थिएँ। त्यही भएर चाहिँ मैले बनाइनँ, सामानहरू केही लगेको थिइनँ, मतलब खुकुरीहरू काटीहरू लगेको थिइनँ। अनि त्यही भएर चाहिँ मैले कुवाको पानी बनाइनँ। अनि कोदालो पनि लगेको थिइनँ, कोदालो लगेर बनाउनु पर्छ नि त, त्यो खाल्टोहरू बनाएर पानी बग्ने, पानी अडिने गरीको बनाएर पानीहरू तल झर्ने गरी बनाउनु पर्छ। अलिक उच्चदेखि पानी झार्नु पर्छ। त्यही भएर चाहिँ मैले आज बनाइनँ, गएर चाहिँ पानी कतिको जमेको छ भनेर हेरेर चाहिँ आएँ। अनि हेरेर आएँ। अनि त्यसपछि खाना सब्जीहरू पकाएँ। अनि खाना सब्जीहरू पकाएर खाएँ बिहान। अनि त्यसपछि 11 बजेको थियो, 11 बजे 12 बजे चाहिँ म सुत्छु 2 घन्टा चाहिँ, किनभने त्यतिखेर भात खाएको बेला मलाई अल्छी लागेको हुन्छ। अनि अल्छी लागेपछि चाहिँ मलाई निन्द्रा लाग्छ। प्रायः जस्तो म 11-12 बजे चाहिँ सुतिराखेकै हुन्छु। अनि त्यसपछि उठ्छु, अनि उठेर सुँगुर चारोहरू खोज्न जान्छु जङ्गलतिर। अनि घरको वरिपरि खोज्छु। मेरो सुँगुरलाई चाहिँ अब 2 बोरा बेकार पुग्दैन, अब 1 बोरा बेलुका पकाइदियो, अनि बेलुकै पकाएर अनि अर्को बोरा पनि बिहानको लागि रेडी गर्नुपर्छ। अनि रेडी गर्दाखेरि लगभग मेरो 10 बज्छ चारो पकाएर। अनि खाना सब्जीहरू म 7-8 बजे खाइसकेको हुन्छु। 7-8 बजे खाइसकेर खाना सब्जीहरू पकाइसकेको हुन्छु। अनि आज चाहिँ अलिक ढिलो भएको थियो, अनि त्यही भएर मैले चाहिँ आज खाना सब्जी 7 बजेदेखि मात्रै पकाएँ। अनि 7 बजेदेखि पकाएर 8 बजेसम्म पकाइसकेर 8:30 बजेसम्म म खाइसकेको थिएँ। अनि खाइसकेर बसेँ। अनि त्यसपछि अनि त्यसपछि सुँगुर चारो आज मैले दिनु चाहिँ दिएको थिएँ, अलिक ढिलो दिएँ, किनभने माथि बिरुवा रोप्नु गएको थिएँ। अनि बिरुवा रोप्नु गएको थिएँ र चारोहरू पकाइराखेको थिएँ, पकाउनु चाहिँ तातै थियो। अनि त्यसपछि तल भाइलाई चोकर लिनु पठाएको थिएँ। अनि चोकर चाहिँ अलिक ढिलो आएको थियो र मैले चोकर ल्याएर आएर मात्रै दिएँ, किनभने भाइ टेक्वान्डो खेल्नु गएको थियो, त्यही भएर अलिक ढिलो भएको थियो। अनि मैले चाहिँ 6:30 बजे मात्रै दिएँ, प्रायः जस्तो 5 बजे 5:30 बजे 6 बजे मात्रै दिने गरेको थियो। अनि आज चाहिँ आधी घन्टा ढिलो भयो। अनि त्यहाँदेखि हाँस कुखुराहरू थुनेँ। अनि चल्ला निकालेको थियो, हाँसले 7वटा निकालेको थियो। अनि कुखुराले चाहिँ कतिवटा निकालेको छ त्यो थाहा भएन, अब भोलि कतिवटा निकालेको छ त्यो हेर्नु पर्यो। अनि हेरेर भिडियो बनाउने छु, हाँसको कुखुराको बनाउने छु। अनि तपाईँहरूले हेरिदिएर माया साथ दिनै भएको छ अहिलेसम्म है। अनि हाम्रो आज पनि पानी पर्न आँटेको छ, राति पानी जहिले परिरहेको हुन्छ। अनि आज नि पानी पर्न आँटेको छ। अनि पानी परेर दाउराहरू भिज्छ भनेर दाउराहरू लुकाएँ। अनि लुकाएर राखेको थिएँ। अनि दाउराहरू चाहिँ जङ्गलमा थुप्रै छ हुनु चाहिँ दाउराहरू चाहिँ, अनि गएर चिरेर लिएर आउनुपर्ने छ। दाउराहरू चाहिँ थुप्रै छ, तर सबै चिसो छ। अनि रुखको हाँगाहरूमा सुकेको दाउराहरू अहिले छैन, अनि काँचो दाउराहरू पनि छैन, मतलब रुखहरू लडेको अहिले। अनि त्यही भएर सुकेकै दाउराहरू चाहिँ छन् चाहिँ छ। अब बन्चहरू त छन् चाहिँ छ, त त्यसको हुन्छ नि लौरो, त्यसलाई के भन्छ हौ, फेरि बिर्सेँ मैले त्यसलाई, अब बिर्सिहालेँ है। त्यसलाई के भन्छ भनेर तपाईँहरू नै भन्नु है, मलाई आएन अहिले चाहिँ। अनि त्यसपछि त्यसको उयो पनि बनाउनु पर्ने छ। अनि मात्रै दाउरा गएर चिरेर लिएर आउनु पर्यो। 2 ठाउँ 3 ठाउँ मैले
रुख लडेको देखेको छु, मतलब सुकेको रुखहरू लडेको हाँगाहरू लडेकोहरू छ। अनि त्यो लिएर आउनु पर्यो। अनि दाउरा चिरेर बाल्नुपर्छ, किनभने चारोहरू पकाउँदाखेरि दाउरा धेरै सकिन्छ। अनि दाउरा सकिन्छ अनि त्यही भएर दाउरा चाहिँ अलिक धेरै ल्याउनु पर्छ, किनभने दाउराले भात सब्जी नि म दाउरामै पकाउँछु, ग्यास छैन। अनि चारो पनि आगोमै फुकेर पकाउनु पर्छ, त्यही भएर दाउरा खोजिराख्नुपर्छ। अनि मेरो चाहिँ घर नजिकै छ जङ्गल, त्यही भएर सजिलो छ दाउराहरू ल्याउनु। अनि त्यसपछि चारोहरू खोज्नु सजिलो हुन्छ। अनि हाम्रो चाहिँ अलिक धेरै जग्गा छ, अनि जग्गाहरू हुँदाखेरि चाहिँ बोट बिरुवाहरू रोपिराख्नुपर्छ भनेर रेडी गरिराखेको। हाम्रो बाउबाजेले पहिला खेती गर्नुभएको हुनुहुन्छ यो जग्गामा, अहिले चाहिँ खेतीहरू गरेको छैन, किनभने बाबाहरू विदेश जानुभएको छ। अनि बाजे बित्नु भएदेखि हाम्रो यो जग्गामा खेती गरेको थिएन, अनि त्यही भएर चाहिँ अलिक अप्ठ्यारो भएको छ। अरू बेला चाहिँ गोरुमा जोत्नुहुन्थ्यो हाम्रो बाउ बाजेहरूले, अनि मैले चाहिँ कोदालोबाटै सुरु गरेको। अब कतिको राम्रो हुन्छ कि भनेर अब बजारतिर सागसब्जीहरू महँगो भन्छ, त्यही भएर चाहिँ मैले घरमै रोप्नु थालेको। अब कतिको हुन्छ कतिको हुँदैन अनि त्यो चाहिँ थाहा छैन। अब मैले बोट बिरुवाहरू चाहिँ लिएर आएको छु होइन। अनि सागसब्जीहरूको बिरुवाहरू टोटल मैले 500 रुपियाँको किनेर लिएर आएको थिएँ। अब कति उम्रिन्छ त्यो थाहा छैन, उम्रियो भने त राम्रै हो है, उम्रिएन भने चाहिँ अब पैसा खेर जान्छ है, त्यति नै हो। अनि त्यसपछि हुन चाहिँ बिरुवाहरू आएको छ, राम्रै भएको छ बिरुवाहरू अहिलेसम्म चाहिँ। मसिनो सागको बिरुवाहरू नि आएको छ, अनि खोर्सानी नि अहिलेसम्म जागेकै छ मजाले, भए पनि पत्ता झरे पनि जागेकै छ। अनि बोडीहरू आएकै छ, अनि त्यो मुलाको छरेको पनि उयो मुनाहरू आएकै छ। अनि त्यसपछि अलिकति भनेको चाहिँ मैले रोपेको धनियाँमा चाहिँ धनियाँ आएको छैन अहिलेसम्म, किन हो थाहा भएन। धनियाँ पानी परेर बगेर गए जस्तो लाग्दैछ। अब धनियाँको अर्को बिउ ल्याउनु पर्छ होला, अनि छर्नु पर्छ होला, अनि होइन। अनि त्यसपछि अब भनेको बोडीहरू रोपेकै छ। अब खोर्सानीको अघि नै देखाएको भिडियोमा बिरुवाहरू बढ्दैछ। अब त्यो बिरुवाहरू ठिक्क अब ठुलो भएपछि त्यो पनि रोप्ने नै छु, अब रोपेर भिडियो बनाउने नै छु। अब मेरो चाहिँ प्रायः जस्तो भनेकै रोप्ने, अनि त्यसपछि सुँगुर चारो खोज्ने, सुँगुर चारो काट्ने मात्रै हुन्छ, किनभने म डुल्न पाउँदिनँ, घरमै बसिराखेको हुन्छु प्रायः जस्तो। अनि डुलेर पनि त हुँदैन नि अहिलेको समयमा, केही गर्नुपर्छ होइन। अब यति नै भन्दै सबैजनालाई बिदा माग्नेछु होइन। अब घर जानु पर्यो भनेर म घर गएँ, बाई।